कोनिचिवा मिनासान जापानिज क्लास डे 8। आज हामीले सानो चुको प्रयोग हिरागाना अक्षरहरूमा भनेर पढ्छौँ। सानो चुको प्रयोग गर्ने तरिका। सानो चु प्रयोग धेरैलाई थाहा नहुन सक्छ। यो हिरागाना र काताकाना अक्षरहरूमा प्रयोग गरिन्छ। जापानिज भाषामा आधा अक्षर लेख्नु परेमा मात्र सानो चुको प्रयोग गरिन्छ। जस्तै नेपाली भाषामा जम्मा, पक्का आदि जस्ता शब्दमा आधा क आधा म लेखे। जस्तै जापानिज भाषामा आधा अक्षर लेख्नु परेमा मात्र सानो चुको प्रयोग गरिन्छ। हिरागानाको का, सा, ता, पा को लाइनको अक्षरमा मात्र सानो चु प्रयोग गरिन्छ। सानो चु यसको नामहरू चाहिँ सरहरूले पढाउँदाखेरि चाहिँ हजुरलाई यो नामबाट पढाउन सक्नुहुन्छ। सानो चु, चिसाइ चु, चुसाइ चु, आधा अक्षर चु भनेर पनि हजुरहरूलाई पढाउन सक्नुहुन्छ। यो चाहिँ तपाईँहरूले ख्याल गर्नुपर्छ। जस्तो क्लासहरूमा र कुनै सरहरूले चाहिँ नपढाइकन चाहिँ जस्तो मिनिङहरू पढ्दाखेरि पछि लेसनहरू पढ्दाखेरि चाहिँ यो चु भनेको चाहिँ तपाईँको पछाडि अक्षरलाई हेरेर त्यसकै अगाडिको आधी अक्षर पढ्ने हो, सानो चु आयो भनेर पनि पढाउनुहुन्छ। र सानो चु निम्न अक्षरको अगाडि प्रयोग गरिन्छ। तपाईँको यो तल चारवटा अक्षर का, सा, ता र पा। तपाईँको सानो चु काको का, कि, कु, के, को र सा, सी, सु, से, सो, ता, ची, चु, ते, तो, पा, पी, पु, पे, पोको अगाडि सानो चु आयो भने पछाडिको जुन अक्षर छ त्यसको आधी अक्षर उच्चारण गर्नुपर्छ। र हामीले अब यसको यही सानो चु प्रयोग भएका मिनिङहरू पनि पढ्नेछौँ। सानो चु प्रयोग गरेर बनेका शब्दहरू। तपाईँको गा, सानो चु को, उ भनेको गाको उ विद्यालय। जा, सानो चु त्यसपछि सी, जासी पत्रिका। त्यसपछि कि, सानो चु अनि पु, किप्पु टिकट रेल बस। त्यसपछि से आदि चु के न भनेको सेकेन साबुन। त्यसपछि के सानो चु को न, के को न भनेको विवाह। अनि मा सानो चु सु गु भनेको मासु गु सिधा। अनि नि सानो चु कि भनेको निक्की। नि आदि कि अनि कि भनेको डायरी। अनि से इ नेन, से इ नेन। त्यसपछि गा सानो चु अनि पी, से इ नेन गाप्पी भनेको जन्म मिति। अनि त्यसपछि सी सानो चु अनि पा इ भनेको सिपाही भनेको असफल। अनि यात्तो भनेको या सानो चु अनि तो, यात्तो भनेको अन्त। यसरी नै तपाईँको सानो चु लगाएका मिनिङहरू हजुरले अरू पनि हेर्न सक्नुहुन्छ। सानो चुको प्रयोग काताकाना अक्षरहरूमा। सानो चुको प्रयोग गर्ने तरिका। सानो चुको प्रयोग धेरैलाई थाहा नहुन सक्छ। यो काताकाना अक्षरमा प्रयोग गरिन्छ। चुसाइ चु, आधा अक्षर चु, सानो चु, चिसाइ चु भनेर पनि टिचरहरूले नामहरू दिने गर्नुभएको छ हजुर स्टुडेन्टहरूलाई। जापानिज भाषामा आधा अक्षर लेख्नु परेमा मात्र सानो चुको प्रयोग गरिन्छ। जस्तै नेपाली भाषामा जम्मा, पक्का आदि जस्ता शब्द आधा क आधा म लेखे। जस्तै जापानिज भाषामा आधा अक्षर लेख्नु परेमा मात्र सानो चुको प्रयोग गरिन्छ। काताकाना का, सा, ता, पा को लाइनको अक्षरमा सानो चु
प्रयोग गरिन्छ। सानो चु निम्न अक्षरको अगाडि मात्र प्रयोग गरिन्छ। सानो चु चाहिँ हिरागाना अक्षरमा जुन अक्षरमा प्रयोग गरिएको थियो त्यही अक्षरमा चाहिँ हाम्रो काताकाना अक्षरमा पनि प्रयोग गरिन्छ। काताकाना र हिरागाना अक्षर हामीले लेख्दाखेरि फरक लेखिन्छ। उच्चारण तपाईँको एउटै हुन्छ। का भनेको हिरागाना र काताकानाको का उच्चारण एउटै भयो। लेख्दाखेरि चाहिँ अक्षर हामीले फरक लेख्ने हो। त्यही सेम का, कि, कु, के, को, सा, सी, सु, से, सो, ता, ची, चु, टे, टो, पा, पी, पु, पे, पो अक्षरमा काताकानाको पनि त्यो सानो चु प्रयोग हुन्छ। र सानो चु पनि हजुरहरूले हेर्नुभयो काताकाना अक्षरको कस्तो हुन्छ, हिरागाना अक्षरको फरक हुन्छ। र हामीले यो काताकाना शब्द चाहिँ विदेशी अक्षरहरू लेख्दाखेरि प्रयोग गरिन्छ र त्यसमा हामीले आदि अक्षर लेख्नु परेमा चाहिँ हामीले सानो चुको प्रयोग गर्नुपर्छ। र यति हजुरहरूले बुझ्नु भयो होला। नबुझे पनि हजुरले रिभिजन गरेर भिडियो फेरि हेरेर भए पनि यो सानो चुको बारेमा बुझ्नु होला। इम्पोर्टेन्ट धेरै छ। आरिगातो गोजाइमास। माता सीता मिन्नासान।